ओके ग्याङ के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदमै सन्चै आरामै भनौँ सो आफ्टर लङ टाइम 3 महिनापछि युट्युबमा फेरि हामी ब्याक भएको छौँ सो आजको भ्लगमा चाहिँ हामी यसो कतै हावा खाँदा निस्किँदै हो काठमाडौँमा पनि धेरै दिनपछि घाम लागेर चट्टो मौसम भइरहेछ र आजको भ्लगमा चाहिँ म र किरण माझी जाँदै हो यसो हावा खान चट्टो लगाइस् ल त यस्तै छ चलिरहेछ शब्द सपोर्ट टक्क दिनु पऱ्यो काठमाडौँमा लगातार पानी परिरहेको थियो क्या सो पानी परेर पनि एकदम सो पानी परेर पनि खासै बाहिर निस्किनु पाएको थिएनौँ सो आज एकदम मौसम पनि चट्टो छ आज मौसम पनि चट्टो छ होइन सो यसो कतै गएर यसो डुलेर आउन होइन भनेर हो अनि हाम्रो चाहिँ आजको एकदम मेन कुरा चाहिँ यता छ होइन आजको एकदम मेन कुरा हाम्रो एकदम हावा दिन्छ आज यसले सो हामी चाहिँ कता निस्किने भनेर ठ्याक्कै प्लानिङ त गरेको छैनौँ सो हेरौँ अब कता गइन्छ आज मौसम पनि एकदम बवाल छ होइन हेरौँ अब कहाँ जाने हामी आज थाहै भएन नि यार लोकेसन नै थाहा भएन कहाँ जाने टक्क हेरौँ कहाँ हुन्छ सो गाइस हामी धेरै ठाउँमा भड्क्यौँ होइन कता जाने भनेर ठ्याक्कै प्लानिङ भएन अहिले चाहिँ हामी यो जडीबुटीतिर छौँ अनि यसो दिमाग लाएर यसो सोच्दाखेरि लागुरी भन्दाखेरि जाम कि जस्तो लाग्यो क्या अहिले हाम्रो अलिक नजिक पनि छ यस्तो डाँडा पनि छ होइन यसो लागुरी भन्दाखेरि हावा खाएर आउनु पऱ्यो जस्तो लाग्यो गर्मी पनि बढाइ छ र आज यार आज मौसम पनि क्या बवाल छ होइन चल्दिनु लाकुरी भन्छ्याङ लाकुरी भन्छ्याङ
पसलमा पानीसानी किनेर अब हामी त निस्किनुपर्छ। माथि डाँडा हो होइन जाने। दिवस मौसम पनि क्या दामी भइरहेछ होइन पक्क। Have a good day everyone. So guys, आइसक्रिम खाँदै एनर्जी बढाउँदै निस्किनुपर्छ अब तपाईँतिर। टक्क आइसक्रिम खाएर इनर्जी निकालेर टक्क डाँडामाथि गएर चिसो हावा खाएर आउनुपर्छ ल गाइज everyone. मलाई थाहा नि फेरि। सो हाम्रो परीको खबर चाहिँ यस्तो छ अहिले। सो आइसक्रिम खाएर निस्किनुपर्छ ल हामी टक्क माथि डाँडामा गएर चिसो हावा खाएर आउनुपर्छ। गाइज अब आइसक्रिम पनि खाइयो एनर्जी पनि बढाइयो। सो अब निस्किनुपर्छ हामी माथि डाँडातिर। मौसम पनि क्या दामी भइरहेछ हेर्नुहोस् त। हामी फाइनली लाकुरी भन्ज्याङ पुगिसकेका छौँ। उताको भ्यू हेर्दा काठमाडौँको भ्यू देख्न सक्नुहुन्छ तपाईँहरू। एकदम बवाल भ्यू छ। सो गाइस तपाईँहरू यहाँबाट देख्न सक्नुहुन्छ लाकुरी भन्ज्याङबाट देख्न सक्नुहुन्छ काठमाडौँको भ्यू। खासै क्यामेराको क्वालिटी राम्रो छैन होइन, तर पनि भ्यू चाहिँ एकदम बवाल छ। आजको मौसम पनि हेर्नुहोस्।
चाहिँ आजभोलि पानी पर्ने मौसम भएर होला चिटिक्क भइरहेको न चिटिक्क पानी पर्ने भएर होला होइन टक्क बादलहरू पनि बवाल लागिरहन् अनि ठिकै छ एकदम न्यू बिल्डिङहरू पनि भइरहेको रहेछन् अनि यता हेर्नुहोस् अनि उता माथि पनि पार्क रहेछ एउटा दामी त्यहाँ अलिक खिच्न जान्छौँ हामी अनि अरू सब ठिकै छ यता जे होस् गुरुपहरूमा आयो टक्क बसेर यस मिठो टाइम पास गर्न सकिन्छ यो ठाउँमा सो जो नजिक बस्नुहुन्छ आउनु होला होइन यो टाइम पास गर्न चाहिँ मजा आउँछ यहाँ टक्क यस्तो डाँडाहरू छ टक्क डाँडामा बसेर यस्तो भ्यू हेर्दै टक्क रमाइलो गर्न सकिन्छ